नेपालमा पछिल्ला दिनमा आइभीएफको नाममा चर्को शुल्क उठाएर चरम ठगी हुने गरेको पाइएको छ। स्पष्ट कानून अभावका कारण आइभीएफका लागि मनपरी शुल्क उठाउने गरिएको छ। आइभीएफ भनेको आधुनिक प्रविधिबाट बच्चा गर्भमै प्राकृतिक रूपमा नभएर चिकित्सकको निगरानीमा शरीर बाहिर प्रयोगशालामा अण्डा र शुक्राणु मिलाएर भ्रूण बनाउने र सो भ्रूणलाई पुनः महिलाको गर्भाशयभित्र राखेर सन्तान उत्पादन गर्ने प्रक्रिया हो। बाजोपनाको समस्या भोगेकाहरूले यो प्रविधि मार्फत सन्तान जन्माउने गरे पनि चर्को र मनलाग्दी शुल्कका कारण सेवाग्राही मारमा पर्ने गरेका हुन्। आइभीएफको शुल्क सम्बन्धी कानूनी प्रावधान नहुँदा पनि मनपरी शुल्क लिने गरेको पाइएको छ। विगत 15 वर्षदेखि सञ्चालन हुँदै आएको काठमाडौँको वात्सल्य क्लिनिकमा यो आइभीएफ गरेका एक सेवाग्राहीले आफूले 3 लाखको हाराहारीमा शुल्क बुझाएको बताए। तर अर्का एक सेवाग्राहीको पीडा भने दुःखपूर्ण छ। उनले 3 पटकसम्म आइभीएफ मार्फत सन्तान उत्पादनको प्रक्रिया गर्दा पनि सफल हुन सकेनन्। त्यसका लागि औषधि उपचार, डाक्टर तथा क्लिनिकल शुल्क बापत उनले 15 लाख सिद्ध्याएको बताउँछिन्। उनी अहिले न सन्तान भयो न त पैसा नै बाँकी रह्यो भन्दै थप पीडामा परेकी छिन्। यसरी पटक पटक आइभीएफ मार्फत चर्को शुल्क तिरेर सन्तान उत्पादन गर्दा पनि सफल नभएर सन्तानको आशमा घरखेत बेच्नेहरू पनि धेरै रहेको पाइएको छ। यस्ता क्लिनिकहरूले आकर्षक विज्ञापन र नारा दिएर प्रभावित पार्ने गरेको पाइएको छ। काठमाडौँ सहित देशका विभिन्न 7वटा प्रमुख शहरलाई केन्द्र बनाएको वात्सल्य क्लिनिकले 15,000 भन्दा बढी केस सफल भएको भन्दै प्रचार गर्ने गरेको छ। उसले गर्ने प्रचारमा ओपीडी निशुल्क समेत भनिएको छ। तर विविध क्लिनिक सहितको खर्च भने सामान्य व्यक्तिको पहुँच बाहिर हुने गरेको छ। सेवाग्राहीहरूले आइभीएफको लागि सरकारले शुल्क तोक्नुपर्ने र नियमित अनुगमन गर्नुपर्ने माग राखेका छन्। सरकारले अनुगमन गर्ने गरे पनि आर्थिक लाभका कारण प्रभावकारी हुन नसकेको आरोप पनि रहने